प्रत्यक्ष लाभ पाएका छन्। किसानलाई विभिन्न तालिम दिनुका साथै प्रदर्शनको माध्यमबाट शिक्षा दिने गरिएको छ। कृषकहरूलाई चाहिने कृषि उपकरण खरिदमा आयोजनाले 80% लगानी गर्ने गरेको टेक्निकल अधिकृत सुन्दर झा बताउनुहुन्छ। जनताले डाइरेक्ट लाभ कसरी पाइरहेछन् भने कि हामीले सिधै उनीहरूलाई कृषितर्फमा पाठशालाको माध्यमबाट उनीहरूलाई नयाँ सिप ज्ञान दिने भनेर एउटा सिकाइरहेको हुन्छौँ। अर्को त्यही ठाउँमै हामीले डेमोन्स्ट्रेसन गरेर जस्तै गहुँको, मकैको, धानको विभिन्न बालीको डेमोन्स्ट्रेसन गरेर न्युट्रिसनतर्फ डेमोन्स्ट्रेसन गरेर पोषणयुक्त बालीको डेमोन्स्ट्रेसन गरेर उनीहरूलाई त्यही देखाइरहेको हुन्छौँ। एउटा त्यो प्रविधि त्यहाँबाट हस्तान्तरण भइरहेको हुन्छन्, किसानहरूमा डाइरेक्ट जान्छन्। आयोजनाको अनुदानबाट डेयरी स्थापना भएपछि किसानहरूले दूध बेचेर मनक्के आम्दानी गरिरहेका छन्। किसानहरूको जीवनशैलीमा आमूल परिवर्तन आएको छ। जीविकोपार्जन सहज र सरल भएको विद्यापुर दुग्ध सङ्कलन तथा वितरण केन्द्र सुर्खेतका अध्यक्ष डिल्ली वास्तोला बताउनुहुन्छ। अहिले किसानहरूले के गर्नुभएको छ भने एउटा गाई पाल्ने ठाउँमा 2टा गाई पाल्न सुरुवात गर्नुभएको छ। एउटा भैँसी पाल्ने ठाउँमा 2वटा भैँसी पालेर आम्दानीको स्रोत वृद्धि गर्न थाल्नुभएको छ। त्यसले गर्दाखेरि यहाँका किसानहरूमा थप ऊर्जा र जाँगर बढेको छ र आम्दानीको स्रोत वृद्धि गर्न चाहिँ कसिनु भएको छ। कार्यक्रमले गोबर ग्यास निर्माण गरिदिएपछि खाना बनाउन सहज भएको छ, समयको बचत भएको छ। दाउराको धुवाँबाट मुक्ति मिलेको गृहिणी मन्जु शर्मा बताउनुहुन्छ। खाना पनि एकदम छिटो र छरितो हुने, अनि अब स्वास्थ्यमा पनि धेरै असर नपर्ने। अब धुवाँले गर्दा, अब त्यो दाउराको धुवाँले गर्दा हामीले असर गर्थ्यो, त्यो पनि धेरै बचत भएको छ अनि हाम्रो स्वास्थ्य अब सफा रहने। त्यहाँबाट अब सफा चुलो पनि अब धुवा धुलो नलाग्ने, सफा सुग्घर हुने, भाँडा पनि मसिलाउनु नपर्ने, त्यसबाट नि बचत। आयोजना लागू भएपछि कृषकहरू लाभान्वित भएका छन्। कृषकहरूले व्यावसायिक रूपमा पशुपालन गर्न थालेका छन्। यो कार्यक्रम प्रभावकारी रहेको वरिष्ठ पशु विकास अधिकृत सुशील केसी बताउनुहुन्छ। खाद्य सुरक्षाको लागि आएको प्रोजेक्ट हुनाले तपाईँको मार्जिनल चाहिँ कृषकहरू चाहिँ धेरै जसो चाहिँ लाभान्वित भएछ। धेरै जसो कृषकहरू चाहिँ यस जिल्लाबाट लाभान्वित भएछन् र 10वटा चाहिँ गाउँ विकास समिति चाहिँ सेलेक्टेड छ र यो अन्तर्गत चाहिँ 10वटा गाउँ विकास समिति अन्तर्गत रहेर हामीले काम गरेका छौँ र धेरै किसानहरू चाहिँ यसमा चाहिँ अहिलेसम्म हाम्रो चाहिँ 80वटा समूह छ। 25 जनाको दरले त्यो 80 घरधुरी, अनि त्यसपछि तपाईँको जनसङ्ख्या 4-5 एउटा घरधुरीमा चाहिँ 4-5 जना हुन्छ। त्यसले गर्दा त्यो हिसाबले हामीले क्यालकुलेसन गरेर हेर्न सक्छौँ र यो निकै चाहिँ प्रभावकारी रहेको चाहिँ मैले महसुस गरेको छु। पशुपालनबाट किसानहरूको आर्थिक अवस्थामा सुधार आएको जिल्ला पशु सेवा कार्यालयका प्राविधिक अधिकृत कृष्ण बहादुर नगरकोटी बताउनुहुन्छ। यस आयोजनाले यो क्षेत्रमा बाख्राको खोर सुधारको लागि केही प्रगतिका कार्यक्रमहरू अघि बढाएको छ र यसमा करिब 400 भन्दा बढी बाख्राको खोर सुधारहरू यो आयोजनाले गरेको छ र यसको चाहिँ अलिकति किसानलाई मोटिभेसन गर्ने कामहरू पनि भएको छ र अलिकति आहारको उसमा पनि घाँसको स्रोत केन्द्र जस्ता आधारभूत कुराहरूमा किसानको जनचेतनामा अभिवृद्धि भई र त्यसको कामहरू चाहिँ अगाडि बढिरहेको छ। पशुमा लाग्ने रोग बारेमा जनचेतना दिने काम आयोजनाले गर्दै आएको छ। पशुमा लाग्ने महामारी रोगबाट बच्नका लागि विभिन्न प्रयासहरू हुने गरेका छन्। मासुमा आत्मनिर्भर बन्नका लागि यो कार्यक्रम वरदान साबित भएको वरिष्ठ पशु चिकित्सक डाक्टर कृष्णराज पाण्डे बताउनुहुन्छ। आफ्नो फार्ममा पनि नयाँ ठाउँबाट बाख्राहरू ल्याइसकेपछि तुरुन्तै आफ्नो फार्ममा भएका बाख्राहरूसँग त्यसरी नमिसाउनुहोस्, किनभने जुन हामी एउटा क्वारेन्टाइनमा राख्नुपर्ने भनेर भन्छौँ अथवा बाहिरबाट ल्याइएका बाख्राहरूलाई केही समय कम्तीमा पनि 1 हप्ता जति आफ्नो बथानको बाख्राभन्दा अलग राख्न सकियो भने त्यसमा कुनै रोगहरू भएमा पनि आफ्नो बाख्राहरूलाई जोगाउन सकिन्छ। यस आयोजनाले कृषि क्षेत्र, पशुपालनदेखि मानव स्वास्थ्यसम्मको काम गर्ने गरेको क्षेत्रीय पशु सेवा निर्देशनालय सुर्खेतका क्षेत्रीय निर्देशक किशोर प्रसाद कायस्थ बताउनुहुन्छ। यो चाहिँ एउटा कम्प्लिट प्रोजेक्ट हो, किनभनेदेखि कृषि, पशु सेवा र जनस्वास्थ्य तीनटै मन्त्रालयमा यो जुन समायोजन भएर यो बनेको प्रोजेक्ट हो। भन्दा यसको मुख्य कुरा चाहिँ के छ भने सुनौला 1000 दिनका आमा तथा बच्चाहरूको लागि चाहिँ स्वस्थ पोषण आहार पुर्याउने उद्देश्यले यो
प्रोजेक्टको मुख्य उद्देश्य रहेको छ र यसमा चाहिँ पशु सेवातर्फ विशेष गरेर बाख्रामा कार्यक्रम सञ्चालन गरेको छ यस बारे जिल्लामा र यसले बाख्रा पालनमा खोर सुधार र तालिम र बिउ बोकाहरूदेखि लिएर थुप्रै जनचेतनाका कार्यक्रमहरू तालिमहरू पनि सञ्चालन गर्दै आइरहेको छ। कृषि तथा खाद्य सुरक्षा आयोजनाले कृषिमा लगानी गरेपछि दूध उत्पादन, बिउ बिजन उत्पादन, भण्डारण, बाख्रा पालन, तरकारी खेतीमा वृद्धि भएको छ। किसानले कृषि व्यवसायबाट प्रशस्त आम्दानी गरी आफ्नो जीवनस्तर उकास्न सफल भएका छन्। उत्पादित कृषि उपजले स्थानीय बजारको माग पूर्ति गरेको छ। खाद्यान्न आयात प्रतिस्थापन हुँदै गएको छ। पोषण सम्बन्धी जनचेतना फैलिएको छ, जसले गर्दा कुपोषणको समस्यामा कमी आएको छ। यसरी आयोजनाले कृषि उत्पादन वृद्धि गरेर कृषक समूह, कृषि उद्यमी र व्यवसायको वृद्धि गरेर र खाद्यान्न निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न तथा खाद्यान्न आयात प्रतिस्थापन गर्न यो कार्यक्रम वरदान साबित हुँदै आएको पाइन्छ।